हामी बिलाउन गएका होइनौं, हामी मिलाउन आएका हौं। यो सबैले स्पष्टसँग सुन्नु होला। यहाँ आउने बित्तिकै भाड भैलो गर्नुहुन्छ कि भन्ने पनि छ। यहाँहरूलाई विश्वास पनि दिलाउन चाहन्छु, भाड भैलो हुँदैन, भाड भैलो गरिँदैन, भाड भैलै गर्न आएको होइन। विवेकशील साझा पार्टी र रासोपा मिल्दै गर्दाखेरि मिल्नको लागि त्यति कठिन पनि रहेन रहेछ भन्ने सन्देश हामीले प्रवाह गर्न खोजेका थियौं र त्यो प्रभाव पनि भयो होला। निर्वाचनबाट बहुमत यो पार्टीले ल्याउनै पर्छ, वैकल्पिक शक्तिले ल्याउनै पर्छ, तब मात्र हामी लगभग 1 दशकसम्ममा आर्थिक उन्नतिमा पुग्न सक्छौं। रासोपाले यति ज्वलन्त रूपमा यति कम समयमै पार्लियामेन्टमा हस्तक्षेपकारी भूमिका खेल्छ भन्ने पनि लागेको थिएन। त्यसकारणले म आदरणीय यस पार्टीका सभापति रवि लामिछानेज्यूप्रति एउटा कुराको कृतज्ञता प्रशंसा सधैँभरि गरिरहन्छु। जुन छोटो समयमै देशका शार्प ब्रेनहरू, विवेक भएका, बुद्धि भएका मान्छेहरूले उहाँले एउटा प्लेटफर्ममा कलेक्ट गर्न सक्नुभयो, कलेक्ट गरेर पार्लियामेन्टमा पठाउनु भयो। त्यो कुरा त गर्नलाई ठुला पार्टीसँग दशकौं थिए त, उहाँले किन गर्नु भएन? उहाँले गर्नु भएन, रासोपाले त्यो गर्यो र म त्यसको प्रशंसक सधैँभरि रहिरहनेछु। अहिले पनि फेरि हामी स्वतन्त्रै बस्छु, स्वतन्त्रै हुन्छु भन्ने साथीहरूलाई पनि एउटा आह्वान गर्न चाहन्छौँ। स्वतन्त्र हुने सुविधा त छ, तर संगठनमै भएर काम गर्नुभयो भनेदेखि त्यो एकताको बल अझ बलियो हुन्छ। आउनुहोस् मिलेर काम गरौँ। कुलमानजी, बालेनजीका टिमहरू सबैजनालाई पनि आज यहीँबाट अघि रासोपाको जल्दो बल्दो नेता भनिहाल्नुभयो, त्यसकै हैसियतले पनि एउटा कुरा के भन्न चाहन्छु भनेदेखि यहाँहरूले अब आउने निर्वाचनमा पनि छुटेरै जान सकिन्छ भनेर सोच्नु भएको छ भने त्यो चाहिँ गलत निर्णय हुन्छ, त्यो अल्पकालीन निर्णय हुन्छ। द गोल शुड बी ग्रेटर देन द रोल। लक्ष्य भनेको सधैँ भूमिका भन्दा माथि हुनुपर्छ र यो लक्ष्य हामी सबैको एउटै छ भनेदेखि भूमिका भिन्न 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 भनेर जाने यो समय होइन। त्यसकारणले सम्पूर्णलाई यो अपिल पनि गर्न चाहन्छु, यो ऐतिहासिक घडीको साक्षी बन्न पाउँदा र एक सहभागी बन्न पाउँदाखेरि म निकै नै हर्षित छु। यो समय जेन्जी विद्रोह पछाडि अब चाहिँ फुटेर छुट्टा छुट्टै भएर हुँदैन, एक हौं भनेर अहोरात्र मेहनत गर्ने सम्पूर्ण समूहहरूसँग कुरा गर्न खोज्ने, कुरा गर्ने व्यक्ति मध्येको एक म पनि हो। कोसिस एकदमै धेरै नै गरियो, कहिले के कुराले नमिल्ने, कहिले के कुराले नमिल्ने, नमिल्ने कुरा कहिले पनि प्रकाशमा आउँदैन रहेछ। तर आज विवेकशील साझा पार्टी र रासोपा मिल्दै गर्दाखेरि मिल्नको लागि त्यति कठिन पनि रहेन रहेछ भन्ने सन्देश हामीले प्रवाह गर्न खोजेका थियौं र त्यो प्रभाव पनि भयो होला। किनभने अहिले म मेरो भन्दा माथि हामी, हाम्रो लोकतन्त्र, हाम्रो देश भन्ने बेला आएकै छ। होल देश नै यस्तो संवेदनशील भइरहेको समयमा मेरो यो मेरो त्यो भन्नु चाहिँ निकै नै सेल्फिश हुन्छ र त्यहाँबाट हामी मुक्त हुनुपर्छ भन्ने कुरा थियो। आज यहाँ बोल्दै गर्दाखेरि जसको आदर्शले मैले 17 वर्षको कलिलो उमेरमा राजनीति सुरु गरेँ, उहाँको विषयमा धेरैजनाले धेरै कुछ भनिसक्नु भयो। उहाँको बारेमा अझै कुरा थाहा पाउन उहाँले लेख्नु भएको किताब वाइ नेपाल पढ्दाखेरि पनि भयो। उहाँको विषयमा कुरै नगरिकन मेरो पनि यो केही शब्दहरू त टुङ्गिँदैनन्, तर उहाँले के भन्नुहुन्थ्यो र आजको एकता उहाँले भन्नुहुने कुराबाट फरक छ कि छैन भन्ने कुरा पनि म प्रश्न पार्दै जान्छु। उज्जवल दाइले सधैँभरि नाममा ल्याङल्याङ नगर, काम गरेर देखाऊ भन्नुहुन्थ्यो र आज हामीले त्यही गरेका छौँ। मलाई बारम्बार मिडियाका साथीहरूले र यो एकता नमन पराइरहनु भएको साथीहरूले तिमीहरू बिलाउन गयौ भनिरहनु भएको छ। हामी बिलाउन गएका होइनौं, हामी मिलाउन आएका हौं। यो सबैले स्पष्टसँग सुन्नु होला। अर्को एउटा कुरा, तपाईहरुले धेरै टुटफुट झेलिसक्नु भयो, यहाँ आउने बित्तिकै भाड भैलो गर्नुहुन्छ कि भन्ने पनि छ।
ए बाबा त्यही टुट फुट झेलिसकेको भएर त ठुलो पाठ सिक्यौँ हामीले, टुटेर हुँदैन रहेछ जुटेर हुन्छ भनेर। र अबको राजनीति जुटकै राजनीति हुनुपर्छ, किनभने नेपाललाई समृद्ध हुनको लागि धेरै दशक हामीसँग छैन। जनसङ्ख्याको हिसाबले पनि यो एकदमै अर्जेन्सीको टाइममा हामी छौँ र त्यो अर्जेन्सीलाई मध्यनजर गर्दै अब आउने निर्वाचनबाट बहुमत यो पार्टीले ल्याउनै पर्छ, वैकल्पिक शक्तिले ल्याउनै पर्छ। तब मात्र हामी लगभग 1 दशकसम्ममा आर्थिक उन्नतिमा पुग्न सक्छौँ। र त्यही एउटा लोभले पनि होइन मिल्नै पर्छ भन्ने जोड आएकै हो। मैले 17 वर्षको उमेरमा कल्पना गरेको थिइनँ 12 वर्षपछि आज यो यस्तो अवस्था हामीहरूले बेहोर्छौँ भनेर। मैले त विवेकशील नेपालीबाट यात्रा सुरु गरेको थिएँ, विवेकशील नेपाली नै हुन्छ भन्ने लागेको थियो। तर त्यो विवेकशील नेपालीको यात्रा, त्यो जग हामीले बनाउँदै गर्दाखेरि त्यही जगमा टेकेर रासोपाले यति ज्वलन्त रूपमा यति कम समयमै पार्लियामेन्टमा हस्तक्षेपकारी भूमिका खेल्छ भन्ने पनि लागेको थिएन। त्यसकारणले म आदरणीय यस पार्टीका सभापति रवि लामिछानेज्यूप्रति एउटा कुराको कृतज्ञता प्रशंसा सधैँभरि गरिरहन्छु। जुन छोटो समयमै देशका शार्प ब्रेनहरू, विवेक भएका, बुद्धि भएका मान्छेहरूले उहाँले एउटा प्लेटफर्ममा कलेक्ट गर्न सक्नुभयो, कलेक्ट गरेर पार्लियामेन्टमा पठाउनु भयो। त्यो कुरा त गर्नलाई ठुला पार्टीसँग दशकौँ थिए त, उहाँले किन गर्नु भएन? उहाँले गर्नु भएन, रासोपाले त्यो गर्यो र म त्यसको प्रशंसक सधैँभरि रहिरहनेछु। अर्को कुरा, हामीले स्वतन्त्र उम्मेदवारहरू पनि धेरै देख्यौँ। स्वतन्त्र उम्मेदवारहरूको लहर आउँदै गयो। स्वतन्त्र उम्मेदवारहरूले आफ्नो लहर छाप छोडिरहँदाखेरि फेरि वैकल्पिक राजनीति भनेरै राखिराखे। अहिले पनि फेरि हामी स्वतन्त्रै बस्छु, स्वतन्त्रै हुन्छु भन्ने साथीहरूलाई पनि एउटा आह्वान गर्न चाहन्छौँ। स्वतन्त्र हुने सुविधा त छ, तर सङ्गठनमै भएर काम गर्नुभयो भनेदेखि त्यो एकताको बल अझ बलियो हुन्छ। आउनुहोस् मिलेर काम गरौँ। मिलेर काम गर्यो भने मात्रै केही न केही रिजल्ट देखाउन सकिन्छ। यो हामीले 2074 सालमा पनि प्रमाणित गर्यौँ। 2074 सालमा जब नेपालमा स्थानीय तहको निर्वाचन भइरहेको थिएन, लगभग 2 दशकपछि भएको थियो, त्यतिखेर विवेकशील नेपाली दलले अचम्मको एउटा काम गर्यो। भर्खरको सानी दुब्ली, त्यतिखेर म धेरै दुब्ली थिएँ, भर्खरकी सानी दुब्ली 21 वर्षकी मान्छेलाई काठमाडौँको मेयरको लागि उम्मेदवारी दिनको लागि प्रेरित पनि गर्यो, हौसला पनि दियो, साहस पनि दियो। तर त्यतिखेर टिम भएको थिएन भनेदेखि त्यो 23,500 मत आउँदैन थियो। म एउटा अनुहार थिएँ, तर मेरो पछाडि टिम थियो। त्यसै गरी अहिले रासोपाका विभिन्न अनुहारहरू यहाँहरूले देखिरहनु भएको हुन्छ एभ्री टाइम। तर त्यो रासोपाको अनुहारको पछाडि जुन टेको दिने आम सदस्यहरू हुनुहुन्छ, म ती सदस्यहरूलाई सधैँभरि हृदयदेखि नै सबैभन्दा बढी सम्मान गर्दछु। किनभने त्यो टेको भएन भनेदेखि अनुहार हुँदैन, अनुहार ढल्छ। र आज हामी त्यो टिमको स्पिरिट लिएर अगाडि बढ्नुपर्छ भन्न चाहन्छु र यहाँहरूलाई विश्वास पनि दिलाउन चाहन्छु। भाँड भैलो हुँदैन, भाँड भैलो गरिँदैन, भाँड भैलै गर्न आएको होइन। त्योबाट हामीले राम्रै पाठ सिकिसकेका छौँ। र अर्को कुरो, जो अहिले राजनीति गर्न आउँछु, राजनीति गर्छौँ भनेर भनिरहनु भएको छ, कुलमानजी, बालेनजीको टिमहरू सबैजनालाई पनि आज यहीँबाट, अघि रासोपाको जल्दो बल्दो नेता भनिहाल्नुभयो, त्यसकै हैसियतले पनि एउटा कुरा के भन्न चाहन्छु भनेदेखि यहाँहरूले अब आउने निर्वाचनमा पनि छुटेरै जान सकिन्छ भनेर सोच्नु भएको छ भने त्यो चाहिँ गलत निर्णय हुन्छ, त्यो अल्पकालीन निर्णय हुन्छ। The goal should be greater than the role. लक्ष्य भनेको सधैँ भूमिका भन्दा माथि हुनुपर्छ र यो लक्ष्य हामी सबैको एउटै छ भनेदेखि भूमिका भिन्न 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 भनेर जाने यो समय होइन। त्यसकारणले सम्पूर्णलाई यो अपिल पनि गर्न चाहन्छु, 17 वर्षको कलिलो उमेरमा गरेको राजनीति 12 वर्षपछि खोला फर्किन्छ भने जसै गरी आज 29 वर्षको हुँदाखेरि एउटा सशक्त पार्टीमा आएर
केही भूमिका दिन पाउँदाखेरि निकै नै हर्षित महसुस गर्दछु। मेरा साथीहरू, हामीहरूको लागि यो क्षण निकै भावनात्मक रूपले भारी क्षण पनि हो, किनभने आफैले बनाएको घर, आफैले बोकेको तराजु, आफैले छानेका रङहरू आज केही परिवर्तन भएका छन्। तर साथीहरू, यहाँहरू कोही पनि पीर नमान्नु होला, किनभने यो विवेकशील राजनीतिको कन्टिन्युएसन हो, विवेकशील राजनीतिको निरन्तरता हो। मलाई विश्वास छ रासोपाले अरू कुनै पार्टीले नेपाल बन्द छ भनेर आह्वान गर्दाखेरि हामीहरूले नेपाल खुल्ला छको र्याली निकाल्दा हामीलाई कारबाही हुँदैन भन्ने मलाई विश्वास छ। हामीले उद्यमशील समाजको नारा बोकेका छौँ। रासोपाले रोजगारी बैंक बनाउँछु भनेको छ, त्यहाँ पनि मिल्दो जुल्दो नै छ। हामी एजेन्डालाई मिलाउन गरी अगाडि आएका थियौँ। पद सद केही पनि होइन, यो भने गौण कुरा हो भनेर आएका थियौँ र हामी त्यसैमा विश्वास गर्छौँ। पद लिनको लागि हाम्रो साथीहरू पनि धेरैजना हैसियत भएको क्यापेबल हुनुहुन्छ। महाधिवेशन पनि यो पार्टीको आउँदैछ। महाधिवेशनमा हामी हाम्रो ल्याकत देखाउँ, महाधिवेशनमा हामी कुन नेतृत्व तौरमा बस्न सक्छौँ देखाउँ। अहिलेको लागि चुनाव केन्द्रित हौ र जेनजी विद्रोहले जुन मर्म बोकेको छ, जुन म्यान्डेट उनीहरूको स्थापना गर्नु छ, त्यसमा ध्यान दिउँ। जेनजीहरूलाई छानी छानी जेल कोचिरहेका छन्, जेनजीहरूलाई डरको राजनीति देखाइरहेको छन्, त्यसलाई बन्द गर्न पनि हामीहरूले अपिल गर्नुपर्छ। र मुख्य गरी जेनजी आन्दोलनमा जसले आफ्नो ज्यान गुमाउनु पर्यो, उहाँहरू जो घाइते हुनुभयो, जीवन पर्यन्त उहाँहरूलाई डिफिकल्ट छ, उहाँहरूको योगदान, उहाँहरूले गर्दाखेरि हामी सायद 83-84 मा गएर मात्रै मिल्न सम्भव हुन्थ्यो होला। उहाँहरूले गर्दाखेरि नै त्यो अपरझट, त्यो अर्जेन्सी हामीलाई आएको र हामी 82 मै मिलेका हौँ। म उहाँहरूलाई धन्यवाद भन्दै उहाँहरू सम्पूर्णप्रति कृतज्ञता पनि व्यक्त गर्न चाहन्छु। र अब चाहिँ धेरै बोल्दिनँ, म यहाँबाट घन्टी बजाएर बिदा हुन चाहन्छु। धन्यवाद।